वेल बी ब्याक छन् गोर्खेजहरू के छ तपाईँहरूको अलि चलि आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि 100 मा 99 एन्ड फिट एन्ड फाइन सो अहिले चाहिँ म सेल्फी रोडमा आइसकेको छु सेल्फी रोडमा चाहिँ पहिलेभन्दा धेरै अहिले कम्ती भइसकेको छ अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब सेल्फी रोडको पछाडि बाइकहरू साइकलहरू आउँदै गरेको तपाईँले देखिरहनु भएको छ होला सेल्फी रोडको विशेषताहरू चाहिँ थुप्रै छन् यहाँ पहिलेभन्दा अहिले कम चल्न थालेको छ त्यो भएको हिसाबले गर्दाखेरि पनि अहिले त्यही हो गोर्खेज स्टेटिङ रन होला है त गोर्खेज ब्लकमा र यो बाटो चाहिँ म फर्स्ट टाइम हिँडेको त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो बाटो चाहिँ लास्टै बिग्रेको पनि रहेछ अब कुन ठेकदारले बनाएको त्यो चाहिँ मलाई पनि थाहा भएन तर यो अझै मर्मत गर्नुपर्ने जरुरत चाहिँ मैले चाहिँ देखेँ त्यो भएको कारणले गर्दाखेरि चाहिँ आज चाहिँ सेल्फी रोडमा आउँदाखेरि चाहिँ तर पहिलेभन्दा यहाँ धेरै कम भइसकेछ मान्छे नै हुँदैनन् यहाँभन्दा बरु बाँसे चौरीमा मान्छेहरू थुप्रो चाहिँ त्यहाँनिर चाहिँ गएको देखिन्छ अब यहाँ चाहिँ सडकहरू निकै बिग्रिएको छ पछाडि यहाँ कलरहरू गरेर यो जुन पनि भाइरल प्लेसहरू हुन्छ त्यो चाहिँ धेरै टिकाउ हुँदैन र सामाजिक सञ्जालहरूमा चाहिँ हाई हाई चाहिँ हुन्छ तर त्यो भनेको टिकाउ चाहिँ मैले चाहिँ कहीँ पनि देखेको छैन भाइरल प्लेसहरू चाहिँ त्यो हिसाबले चाहिँ अब चाहिँ म यहाँनिर चाहिँ धेरै कम भइसकेको छ यहाँ तपाईँहरूलाई छोटो छोटो भिडियो क्लिपहरू पनि देखाउने छु यहाँ पहिलेको सडक बिग्रिएको र अहिले धेरै चलपल चाहिँ यहाँ कम भइसकेको छ मैले योभन्दा अगाडि पनि तपाईँलाई भनि नै हालेँ होइन त्यो स्टेटिङ रन होला अब म यहाँ तपाईँलाई छोटो क्लिपहरू चाहिँ देखाउने कोसिस गर्नेछु सेल्फी रोडको चाहिँ अवस्था के हो के कस्तो छ भनेर है त स्टेटिङ रन होला गोर्खेज भ्लग